नमस्कार, स्वागत छ कार्यक्रममा। उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीहरू विदेशिने क्रम निरन्तर छ। यसरी नेपालबाट विदेशिने विद्यार्थीहरूलाई लक्षित गर्दै काठमाडौँको गौशालामा युक्यान कन्सल्टेन्सी स्थापना भएको छ। राजधानी काठमाडौँका पुतली सडक र नयाँ बानेश्वरलाई कन्सल्टेन्सी स्थापनाका लागि हब मानिन्छ। तर यो युक्यान कन्सल्टेन्सी गौशालामा स्थापना भयो किन त? हामी अलि फरक लोकेसन गौशाला लिएर आयौँ। मेरो सोचाइ के छ भने कुनै पनि स्टुडेन्टलाई राम्रो काउन्सिलिङ दिने अथवा राम्रो सर्भिस दिनलाई एउटै लोकेसनमा हुनुपर्छ भन्ने चाहिँ म मान्दिनँ। स्टुडेन्टलाई राम्रो काउन्सिलिङहरू दिँदाखेरि जुन लोकेसनमा भए पनि स्टुडेन्टहरू सर्भिस ओरिएन्टेड भएपछि उनीहरू फर्केर आउँछन् र मेरो कन्सल्टेन्सीमा आज नथाहा पाउलान्, तर लङ टर्ममा मैले दिने के दिन्छु त, त्यो स्टुडेन्टले के पाउँछ मबाट भन्ने कुरा थाहा पाएपछि स्टुडेन्टहरू मसँग आउँछन् भन्ने म विश्वास छु। विदेशको उच्च शिक्षाबारे अनुभवी व्यवस्थापनले यो कन्सल्टेन्सीलाई सञ्चालन गर्दै आएको जनाइएको छ। म धेरै कलेज युनिभर्सिटीको अफिसियल रिप्रेजेन्टेटिभ हो। अफिसियल रिप्रेजेन्टेटिभ भनेपछि भोलि स्टुडेन्टहरूले त्यो कलेजमा कन्ट्याक्ट गर्दा पनि उनीहरू म मार्फत नै आउनुपर्ने हुन्छ। कुनै पनि लोकेसनमा बस्नु, लोकेसनले एजुकेसनको बााउन्ड्री सीमित गर्नुपर्छ भन्ने चाहिँ म मान्दिनँ। होइन, स्टुडेन्टहरूले चोइस पाउनुपर्छ, उनीहरू राइट कोर्समा जानु पऱ्यो, राइट इन्स्टिट्युसनमा जानु पऱ्यो र राइट लेभलमा जानु पऱ्यो। त्यो कुराहरू म मान्छु। युक्यान कन्सल्टेन्सी एउटा फरक सोचमा आएको कन्सल्टेन्सी हो। एक त म लन्डन बस्दाखेरि मैले स्टुडेन्टहरूको प्रब्लमहरू जे देखेको थिएँ, जे भोगेका छन् स्टुडेन्टहरूले, त्यो फेरि एउटा कन्सल्टेन्सीले फेरि त्यही कुरा नदोहोऱ्याओस् र त्यो नहोस् भनेर मैले फरक ढङ्गले यो कन्सल्टेन्सी स्थापना गरेको र मैले दिने कुराहरू स्टुडेन्टलाई जुन फिचरहरू दिन्छु, यदि मसँग छैन, त्यो अप्सन मसँग छैन भने जुन अप्सन मसँग छ त्यही नै लादेर स्टुडेन्टलाई पठाउनुपर्छ भन्ने कुरामा म त्यो गलत हो भनेर म मान्छु। र मैले स्टुडेन्टलाई के दिनु पऱ्यो भने जुन स्टुडेन्टको लागि एउटा राम्रो सल्लाह हो, जुन सुझाव हो, त्यो कुराहरू मैले दिएर पठाउनुपर्छ। विश्वभरका लोकप्रिय युनिभर्सिटीहरूको सम्बन्धन पाएको यो युक्यान कन्सल्टेन्सीले विद्यार्थी लक्षित काउन्सिलमा जोड दिँदै आएको दाबी छ। युक्यानको एउटा लोगोलाई नै हामी गर्न सक्छौँ भन्ने तरिकाले युज गरेको छ। यु क्यान ट्रस्ट अस, यु क्यान कन्ट्याक्ट अस, यु क्यान एस्पायर, यु क्यान एम हायर, यु क्यान गो ग्लोबल। यो कुराहरूलाई हामीले इम्प्लिमेन्ट गर्छौँ र स्टुडेन्टको फ्युचर किन लिमिट गर्ने त, उनीहरूलाई किन अप्सन्स नदिने, किन अपर्च्युनिटी नदिने भन्ने कुराहरूमा हामी सोध्छौँ र हामी स्टुडेन्टलाई एउटा प्यारेन्ट्ससँग राखेर उनीहरूको बिचको के हुन्छ, उनीहरूले भविष्यमा गर्ने के, त्यसको सपोर्टहरू फ्यामिलीबाट पाउने सपोर्ट के, त्यो सपोर्टहरू स्टुडेन्ट र फ्यामिली दुईजना बिचमा राखेर त्यो दुईटाको निष्कर्ष निकालेर हामीले स्टुडेन्टहरूलाई एउटा कोर्समा, एउटा इन्स्टिट्युसनमा प्लेस गर्छौँ। र हामीले कुनै पनि स्टुडेन्टसँग हामी पैसा लिँदैनौँ। हामी फ्री सर्भिसिङ, फ्री काउन्सिलिङहरू गर्छौँ। त्यो काउन्सिलिङहरू हामीले युक्यानभित्र मात्रै होइन, कुनै पनि कलेज, नेपालमा भएको कुनै पनि कलेज अथवा स्कुलहरूमा पनि हाम्रो टिमहरू, बाहिरबाट आएको टिमहरू अथवा हाम्रो विदिन युक्यानको टिमहरूबाट पनि फ्री काउन्सिलिङ सर्भिसेस हामी प्रोभाइड गर्छौँ। हामीबाट स्टुडेन्टहरू धेरै देशहरू जान सक्छौँ। हामी नर्मल कुरा जनरल उसमा गर्दाखेरि युके, युएसए, अस्ट्रेलिया भनेर भन्छौँ, तर हामी युक्यानमा के भन्छ भने एट युक्यान वाइ लिमिटेड फ्युचर, यु क्यान गो ग्लोबल। कन्सल्टेन्सीहरूको छाता सङ्गठनको तथ्याङ्क अनुसार देशभर यस्ता 300 कन्सल्टेन्सीहरू सञ्चालनमा छन्। अध्ययनका लागि विदेशिने नेपाली विद्यार्थीहरूले कन्सल्टेन्सी छान्दा अनुभवी व्यवस्थापन हेरेर कन्सल्टेन्सी छान्नु जरुरी छ।